दाई म मिठो गीत गाउँछु र बाँसुरीको यो मिठो धुन सबै माझ पुर्याउन चाहन्छु। मेरो इन्टरभ्यू ल्याइदिनु पर्यो भन्दै हामी समक्ष आइपुग्नु भएको छ एकजना व्यक्ति। हामी आज तपाईँको माझमा यो भिडियो प्रस्तुत गर्दैछौँ। भारतमा बसेर गीत सङ्गीत मार्फत सङ्घर्ष गर्दै आफ्नो गलालाई प्रस्तुत गर्दै गीत सङ्गीतको माध्यमबाट म केही गर्छु भन्ने एउटा त्यस्तो सोच बोकेका व्यक्तिसँग आज म भेट भएको छु। भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ भिडियोलाई सक्दो सेयर गरिदिनु होला। तपाईँको मनमा लागेको प्रतिक्रिया कमेन्ट बक्समा छोड्नुहोला। आज उहाँले गाउने गीत र यी दुईवटा बाँसुरी, एउटा आफूले समात्नु भएको छ र एउटा मलाई दिनुभएको छ, दुईवटा मुरली धुन बोकेर चाहिँ हामी समक्ष आउनु भएको छ। यो बाँसुरीको धुन र उहाँले गाएको आवाज तपाईँको माझमा प्रस्तुत गर्नेछौँ। अधेरै रात बन्दैछ, मौसमले च्यालेन्ज गर्दैछ। उहाँको रमाइलो यो कुराकानी र गीत, यो बाँसुरीको धुन हामी तपाईँको माझमा पस्किँदैछौँ। भिडियोलाई सक्दो सेयर गर्नुहोला। मिठो बाँसुरी धुन सँगै तपाईँलाई स्वागत छ समर्पण टेलिभिजनमा। म मोहन समर्पण ऋषि उपस्थित भएको छु। आज हामी तपाईँको माझमा एउटा रमाइलो भिडियो, मनोरञ्जन भिडियो सार्वजनिक गर्नको लागि उपस्थित भएको छु। मेरो साथीमा बसिराख्नु भएको छ एकजना व्यक्ति, जो व्यक्तिले मिठो मुरली धुन बजाउनुहुन्छ र गीत पनि मिठो गाउनुहुन्छ भन्ने हामीले त खबर पाइसके पछाडि उहाँसँग जोटेर कुराकानी गर्दैछौँ। गीत हामी सुनाउँदैछौँ, उहाँको प्रतिभा तपाईँमाझ पस्किँदैछौँ। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। हजुर नमस्ते, स्वागत छ। सन्चै आरामै हुनुहुन्छ? एकदम। हजुरको शुभ नाम? म सुनिल परियार। मेरो अहिले चाहिँ चण्डीगढ आफ्नै कामको सिलसिलामा चण्डीगढमा बस्नुहुन्छ। नेपाल घर कहाँ पऱ्यो हजुरको? मेरो घर चाहिँ लुङ्ग्री गाउँपालिका 2 साबिको सिर्पमा पर्छ। सिर्प अहिले चाहिँ लुङ्ग्री गाउँपालिका। कति भयो सुनिलजी यहाँको भारतमा बस्न लाग्यो? म चाहिँ भयो भर्खरै नै हो भनौँ 2 महिना सकेको। पहिले गाउँमै हुनुहुन्थ्यो, घरमै? पोखरातिर हुनुहुन्थ्यो। अहिले 2 महिना जति यहाँ भयो आएको। कस्तो लाग्यो भारतमा आउनु भएको छ? ठिकै लागिरहेको। सानोमा चाहिँ आएको थिएँ पहिले बस्नु भएको? 12-13 वर्ष उमेरमा। ए हजुर। अहिले चाहिँ अब तपाईँले मुरली पनि मिठो बजाउनुहुन्छ पनि, गीत पनि गाउनुहुन्छ अरे हामी सुनेको, आज सुन्नेछौँ तपाईँको, होइन? अब यसो हो जाउँ, अब हामी बाँसुरी चाहिँ धुन सुनिसकेका छौँ, गीतबाट छौँ। तपाईँको एउटा मिठो आवाजमा गीत सुनौँ, हामी कुराकानी जोडौँला। म आफ्नै जिल्ला अनि आफ्नो गाउँले सम्झेर एउटा गीत चाहिँ गाउनु। अवश्य। छैन मैले तिमीलाई दोष लगाएको, तिमीलाई दोष लगाएको, किन तिमी मसँग घाएको, म त रोल्पा सिर्पातिरको, मेरो बारे नसोध कसैले, म त खानी तिरैतिरको, म त रोल्पा सिर्पतिरको, म त यसै पीडित मान्छे होइन। अब हजुरले गीत गाउनुभयो होइन, कस्तो छ? मैले घर परिवार छोडेर यहाँ आउनु भएको छ, एक्लो हुनुहुन्छ, घर परिवारलाई कति सम्झिनु भएको छ, मिस गर्नु भएको छ? सम्झिरहेको छु घर, होइन? छोरी छ मेरो एउटा। मेरो चाहिँ त्यति राम्रो छैन घर परिवारमा भन्दा पनि, बुवा भर्खर बित्नुभयो होइन, बहिनीको बिहा भइसकेको छ होइन।
अनि बहिनीले हेरिरहेको छ अहिले परिवार सम्बन्ध त्यति राम्रो भन्दा नि अब अलग हुनुहुन्छ बहिनीले राम्रो चाहिँ छैन 3-3.5 वर्ष भइसक्यो अलगै हुनुहुन्छ एक्लै सङ्घर्ष गरिराख्नु भएको छ घर परिवार बुवा आमाहरू हुनुहुन्छ बुवा बित्नु भयो बुवा बित्नु भयो आमा हुनुहुन्छ अनि बहिनी छोरी छ आफ्नै आमासँग छ म चाहिँ यस्तै हिँडिरहेको छु भनौँ न अब मिठो गीत गाउनुहुन्छ के गर्नुहुन्थ्यो उहाँ छँदाखेरि अब गीत सङ्गीत मार्फत अब के गर्छु भन्ने कहिले आएन मनमा कि म पनि चाहिँ एउटा गीत सङ्गीत मार्फत आफ्ना जो बाँसुरी बजाउनुहुन्छ यस्ता सिपहरू तपाईँसँग छन् मै जो आफूसँग भएका कलाहरू मार्फत चाहिँ के गर्छु भन्ने मनमा लाग्यो या लागेन मनदेखि छ आर्थिक भनौँ न आर्थिक नै सबै आर्थिक कुराले चाहिँ आज डराउँदै परदेश पुर्याएको छ होइन प्रतिभा भएर मात्रै भएन आर्थिक कुराहरू पनि जोडियो चासो चाहिँ मलाई छ गीत सङ्गीत भन्न पनि मुटु जस्तो लाग्छ मलाई होइन लोकगीत म धेरै जस्तो पुरै लोकगीत गाउनुहुन्छ कति वर्ष हुनुभयो सुनिललाई म अहिले 26 वर्ष हुन्छ ल ठिक छ यहाँ धेरैले हेरिराख्नु भएको छ भिडियो होइन हजुरको गीत सुन्नु अर्को पनि घर मेरो तिम्रै दिलमा बनाइदेऊ घर मेरो क्यारी बाँच्न सकुला र लास बनेर हो थोरै माया दिएर राख मनको कुनामा बरु बस्छु सानो तिम्रै दास बनेर बरु बस्छु सानो तिम्रै दास बनेर भावुक गीत गाउनु भयो सरले अगाडि पनि भावुक अहिले पनि भावुक कस्तो यो जीवनमा यस्तो घटना परेर हो र गीतै तपाईँलाई यस्तो मनपर्छ हो के हो चाहिँ त्यो पनि हो मलाई यस्तै गीत मनपर्छ प्रायः यस्तै गीत गाउनुहुन्छ बाबु गीत नै नर्भसवाला सेन्टीवाला होइन के भन्न चाहनुहुन्छ धेरैले हेरिराख्नु भएको छ तपाईँको घर परिवारले हेर्नु होला होइन 2 महिना मात्र होस् भारतमा आएको के भन्न चाहनुहुन्छ म के भन्छु सम्पूर्णलाई होइन मेरो भाइ सुनिदिनु होला अलिकति भावुक पनि हुनु के मिस गर्न चाहनुहुन्छ अहिले विशेष याद आइहाल्छ घरतिरको त्यस्तै घरको याद आयो हजुर यहाँ हेरिराख्नु भयो होला के भन्न चाहन्छु भन्नुहोस् त मम्मीलाई सम्झिरहेको छु बहिनीलाई होइन बुवा त हुनुहुन्न खासै के भनौँ खै म आफै नै भावुक भइहाल्छु ठिक छ अब भारतमा पनि अब धेरै छौँ हामी होइन गीत सङ्गीत तपाईँको प्रतिभा छ हामी सँगै यात्रा गरौँला कि हामी कालीबारी लाइफ दोहोरी छ होइन गीत सङ्गीत मार्फत चाहिँ हामी धेरै रमाइलो गरिरहेका हुन्छौँ अब हजुर पनि आउनु भएको छ जोडिन्छौँ हामी रमाइलो गर्छौँ है सुन्यो ओके हुन्छ हामी अब उहाँको यो प्रतिभा कस्तो लाग्छ तपाईँले सबै माझ पुर्याइदिनु होला अब मान्छे के गर्न खोज्छ आर्थिकले चाहिँ सबै कुराहरू रोकिदिन्छ यो आर्थिक अवस्था कमजोर भएर चाहिँ अहिले भारतमा सङ्घर्ष गर्दै हुनुहुन्छ जो सुनिलको यो आवाजलाई सबै माझ सेयर गरिदिनु होला मसँग त धन लुट्यो मन लुट्यो सबै लुट्यो कहाँ छुट्यो अब रुन्न धर्केर मरेपछि खुसी नै खुसी मिल्छ होला र मर्ने जति कोही पनि आउनन् फर्केर मरेपछि खुसी नै खुसी मिल्छ होला र मर्ने जति कोही पनि आउनन् फर्केर